हेलो साथीहरू, गुड मर्निङ। हामी चाहिँ अहिले छौँ तल्लो बलेफी हाइड्रो पावर प्रोजेक्टमा। यसको चाहिँ टनेल आउटलेटको काम भइरहेछ। इनलेट उताबाट आइसक्यो अनि यो आउटलेटबाट चाहिँ 300 मिटर चेनेससम्म 380 मिटर चेनेससम्म पुगिसकेका छौँ। तपाईँहरूलाई म सिभिल इन्जिनियर साथीहरू हुनुहुन्छ भने उहाँहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो हुनेछ। यहाँ चाहिँ सेफ्टी प्रिकसनहरू युज गर्नुपर्ने हुन्छ, सेफ्टी बुटहरू युज गर्नुपर्ने हुन्छ, हेलमेट युज गर्नुपर्ने हुन्छ। अनि यो चाहिँ हाम्रो भेन्टिलेसनको काम गर्छ, जहाँबाट चाहिँ माथि ल हामी चाहिँ इन्टर गर्दैछौँ है त टनेलमा। जोइन गर्दै गर्नु होला। चेनेज 0.000 यहाँबाट स्टार्ट हुन्छ। CH5 NH5 161.17 मिटर यो हाइट रहेको छ। अनि यहाँबाट चाहिँ सुरु भयो 0.2.25 मिटरको यो भयो होइन। अब यहाँदेखि अगाडि बढ्दैछौँ हामी। यसरी अर्को चेनेजमा पुग्यौँ अनि त्यसपछि फेरि इनलेट जाँदै गरौँ। यस्तो छ साथीहरू, तल्लो बलेफी हाइड्रो पावर प्रोजेक्ट यो कम्प्लिट हुन लगभग अझै 2-2.5 वर्ष जति लाग्ला। पावर हाउसको काम हुन बाँकी छ, हेडवर्क्स काम हुँदैछ, अनि टनेलको काम, यो आउटलेटको काम हो, इनलेटको काम भइसक्यो। यसरी पानीहरू आइराखेको छ। यो लाइटिङको काम छ। अनि यो चाहिँ वाटर सप्लाईको पाइप हो, मतलब भित्रबाट आवश्यक परेको वाटरलाई एब्जर्ब गर्ने र पठाउने काम गर्दाखेरि